ती तमाम युवाहरू जेनजी युवाहरूलाई मैले तपाईहरुका माग जायज छन्, सरकारलाई खबरदारी गरिएको थियो कहीं जेनजी युवाहरूको आन्दोलनमाथि बल प्रयोग नगरियोस् भनेर सबभन्दा पहिला तपाईहरुको पक्षमा बोल्ने र तपाईहरुमाथि ज्यादती नहोस् भन्ने पहिलो पार्टी माओवादी केन्द्रै हो, हेक्का रहोस्। 23 गते बेलुका सबभन्दा पहिला आधिकारिक र वैधानिक ढंगले पार्टीको पदाधिकारीको बैठक बसेर आन्दोलनमा भएको बर्बर दमनको भर्त्सना गर्ने र ती तमाम मृतकहरूलाई शहीद घोषणा गर्ने र दमन गर्ने प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामाको माग गर्ने पहिलो पार्टी पनि माओवादी केन्द्र हो। जेनजी युवाहरूलाई हेक्का रहोस्।